कार ट्रायल रुटको चाहिँ यो चाहिँ फुल डिटेल भिडियो हो। जस्तै 8 मा के गर्दाखेरि फेल भइन्छ, कता कता के गर्यो भने मार्क्स काटिन्छ, कसरी पास भइन्छ भनेर है। ल भाइ एन्टर गर्नु जाम 8 मा। अब हेरौँ भाइको के मिस्टेक हुन्छ, त्यही मिस्टेक अनुसारको फेल हुने पोइन्टहरू हुन्छ है। जस्तै एन्टर गर्दा लाइन छोएन, क्लियर छ भने केही मार्क्सहरू काटिएन, ऊ धेरै उता गएर कोन छोयो, त्यो भनेको डाइरेक्ट फेल भयो भाइ। अब ब्याक गर्नु, यो कोन छोएपछि चाहिँ डाइरेक्ट फेल हुन्छ। यो मात्र कोन होइन, यहाँ भरिको जुन कोन छोए पनि फेल भयो है। कोन चाहिँ टच हुनै पाइएन, कोन टच हुने बित्तिकै फेल हुने भयो। अब अर्को गाडीको हेरौँ है। अर्को गाडीकोबाट चाहिँ के मिस्टेक हुन्छ हो, त्यो मिस्टेक अनुसारको पोइन्ट र फेल हुने पोइन्ट र पास हुने पोइन्ट है त। ल अब भाइ एन्टर हुनुभयो होइन। अब यो लाइन टच भयो, एन्टर गर्दा लाइन टच भएपछि 5 मार्क्स डिडक्स भयो, फेल चाहिँ भएको छैन है। जुनसुकै लाइन टच भयो भने 5 मार्क्स डिडक्स हुन्छ, तर 2 चोटि मात्र लाइन छुन पायो ऊ। फेरि लाइन टच जाँदै छुँदै गयो, त्यो भनेको चाहिँ 10 मार्क्स काटियो। अब 2 चोटि भन्दा बढी भाइले लाइन छुनु भयो भने चाहिँ डाइरेक्ट फेल भइन्छ है। अब चाहिँ कतै छुन भएन 8 मा। ल ठिक छ, यहाँ चाहिँ सबै राम्रै भइरहेछ। 2 चोटि फेल 2 चोटि लाइन टच भयो, फेल भएको छैन, 10 मार्क्स मात्र डिडक्स भयो। ठिक छ अल गुड, उता नि सबै क्लियरै भइरहेछ। जस 2 चोटि लाइन छोयो भन्दा पनि होपलेस नहुनु, मार्क्स मात्र काटिन्छ, फेल हुँदैन। यो चाहिँ पोखराको ट्रायलको सिस्टमको रुल्सहरू, मार्क्स डिडक्स हुने पोइन्टहरू हो है। ल ठिक छ, अब अल क्लियर। ल अब भाइको अर्को मिस्टेक के हुन्छ हेरौँ है त। 8 मा सबै मिस्टेक सहित अनि एक्जाम्पल सहित सबै भनिदिन्छु, राम्रोसँग हेर्नु। क्लियर छ, कतै टच भएको छैन है। अब हेर्नु, लाइन छोयो तर ऊ स्टप एकछिन रोक्नु, फेल हुनुभयो कि। जस्तै लाइन छोएर यसरी यो टायर गाडीको भाग चाहिँ भित्र 8 भित्र छिर्यो भने चाहिँ यो चाहिँ डाइरेक्ट फेल भयो। यसमा चाहिँ मार्क्स डिडक्स हुँदैन, डाइरेक्ट फेल। अब एक्जिट हुनु। अनि अब यो चाहिँ हेरौँ है कस्तो हुन्छ भाइको चाहिँ। अब न्यू फेरि अर्को कतै टच भएको छैन, कतै टच भएन भने चाहिँ मार्क्सहरू केही काटिँदा पनि काटिँदैन, अल क्लियर हुनुपर्छ, कतै छुन हुँदैन। यो भयो भने चाहिँ मजाले राम्रै मार्क्स आउँछ, पास हुने चान्सेस हाई हुन्छ। यता कतै मिस्टेक भएन भने उता साइड लाइटतिर उकालो ओह्रालोतिर केही मिस्टेक भयो भने चाहिँ मार्क्स डिडक्स हुने पोइन्ट छ। हेरौँ है। ल ठिक छ, यहाँ अल क्लियर भयो है। अल क्लियर भएपछि अब उता युटर्नमा है, स्पिड ब्रेकर अनि युटर्न। अब एक्जिट हुँदा पनि केही उस भएको छैन। ल ठिक छ, स्पिड ब्रेकरमा हो, यहाँ चाहिँ गाडी अफ हुन पनि हुँदैन, पछाडि आउन पनि हुँदैन। अघि भर्खर 8 मा केही मिस्टेक भएन नि त, तर एकचोटि गाडी यहाँ आएर यो दुईटाको स्पिड ब्रेकर दुईटाको बिचमा रोकेर अफ भयो भने चाहिँ एकचोटि चाहिँ चान्स पाइन्छ है। साइड लाइट बाल्न पऱ्यो होइन। हो, यो व्हाइट लाइन क्रस भएपछि साइड लाइट बाल्नु भयो। इनकेस साइड लाइट बाल्न बिर्सेको भए चाहिँ 10 मार्क्स काटिन्थ्यो, किनकि उता पनि केही मिस्टेक भएको छैन, यता पनि ल अल क्लियरै छ है। ल ठिक छ, अनि रोक्ने बेला चाहिँ यो दुईटाको बिचमा हुनुपर्छ। अगाडि जेब्रा क्रसिङ छुन भएन, पछाडिको पनि छुन भएन है। अनि यहाँ रोक्ने रिजन भनेको चाहिँ यो ट्राफिक लाइट हो। अब अलरेडी ग्रिन बलेछ भने चाहिँ डाइरेक्ट जान मिल्यो, रेड येल्लो बलेछ भने यहाँ रोकिने, होल्ड हुने, अनि बल्ल मुभ हुने। अब यो उकालोमा चाहिँ यसरी दुईटाको बिचमा रोक्न पनि पायो, पछाडिको लाइन नकटाइकन रोक्न पनि पाउँछ उकालोमा रोक्ने बेला चाहिँ है। अनि यहाँ जस्तै एक्जाम्पल भाइको कतै मिस्टेक भएको छैन, एकचोटि अफ भयो भने पनि यहाँ चाहिँ एकचोटि चान्स पाउँछ। जस्तै भाइको यहाँ अहिले भर्खरै अफ जस्तै भयो होइन, यो भयो। अब कतै केही मिस्टेक भएन, उता उकालो यता 8 तिर यता युटर्नतिर जेब्रा क्रसिङ केही मिस्टेक नभइकन यहाँ आएर एकचोटि गाडी उस भयो भने फेरि चान्स पायो। ल फेरि लैजानु। अब अफ भयो भने चाहिँ फेरि डाइरेक्ट फेल हुन्छ फेरि। ठिक छ, अब चाहिँ अफ नभइकन गयो, यो भनेको चाहिँ अब मार्क्स पनि काटिएन, केही भएन, चान्स पायो, फेल चाहिँ हुँदैन है। ओह्रालोमा पछाडिको लाइन नकटे पनि फरक परेन, तर अहिले चाहिँ कटाएरै रोक्नुपर्छ। यो चाहिँ अल क्लियर छ, ठिक छ। पछाडिको लाइन नकटे नि हुन्छ, अगाडिको फ्रन्ट लाइन चाहिँ टच हुन भएन है। अब एलब्याक गर्ने बेला पनि 10 मार्क्स डिडक्स हुने पोइन्ट छ है। ल ठिक छ, एन्टर राम्रो एन्टर गर्नुभएको छ, क्लियरै छ सबै। अनि हो, यहाँ चाहिँ मेन चाहिँ धेरैजना यहाँ फेल हुन्छ। हो, यो पछाडिको लाइन चाहिँ क्रस गराएर रोक्नुपर्छ कि है। पछाडिको लाइन क्रस नगराइकन रोक्यो भने चाहिँ डाइरेक्ट फेल हुन्छ, त्यसमा चाहिँ मार्क्स डिडक्स हुने पोइन्टहरू केही पनि छैन। ल ठिक छ, यहाँ पनि क्लियरै छ। अब यहाँ कट्दैन यो गाडी।
अब जस्तै एक्जाम्पल हो यसरी लाइनको नजिक आयो, अब नकट्ला जस्तो फिल भयो भने चाहिँ गाडीलाई यसरी रोकेर अब फेरि अगाडि गरेर ब्याक गर्न पाउँछ कि यताभित्र जान पनि पायो कि यता जान पनि पायो, एकचोटि हो जान पाउने चाहिँ है। यसरी चाहिँ फेरि 10 मार्क्स रिडक्स हुन्छ हो। यसरी रोकेको बेला त्यो गाडी चाहिँ तल आउन हुँदैन, यसरी गाडी अगाडि आछ भनेर त्यो गाडी तल आयो भने चाहिँ फेल हुन्छ, फेरि यसरी 10 मार्क्स काटिन्छ अनि सिधा ब्याक गर्न पायो। टोटल चाहिँ 70 मार्क्स आउन पर्यो आउट अफ 100, त्यति भएपछि चाहिँ पास हुने भयो। ल ठिक छ हो, यति यहाँ रोकेपछि पास भनेर इन्डिकेट गरिदिनुहुन्छ उहाँ चेक गर्ने मान्छेले, त्यति भएपछि सिद्धियो ट्रायल। अब हेरौँ एलब्याकमा लाइन नकटाइ रोक्यो भने फेल हुन्छ है हो। यो लाइन चाहिँ राम्रोसँग कट्नै पर्यो अनि यहाँ एलब्याकमा रोकिन नि भयो भने एन्टर गर्दाखेरि गाडी बिस्तारै मुभ हुन पर्यो हो। ल ठिक छ, धेरै अगाडि पनि जान हुँदैन है, अगाडिको लाइन पनि टच हुन हुँदैन। क्लियर क्लियर। अब हेरौँ अनि हो यहाँ कर्भ लाइनमा चाहिँ स्टेरिङ फुल टर्न गरिदियो भने चाहिँ मजाले कट्छ गाडी। अब हो यो भनेको चाहिँ अब मार्क्स रिडक्स केही हुँदैन, उता पनि कट्ने भयो यता पनि क्लियर हुनुभयो, लाइनहरू टच हुने भएन। एलब्याकमा चाहिँ कतैको लाइन नै टच गर्न पाइँदैन, यो घुमाउने लाइन, उता रोक्ने लाइन, यो फ्रन्ट लाइन। धेरैजनाले झुकेर कोही त यहाँ पनि रोकिदिनुहुन्छ, यस्तो नि गर्न मिलेन, डाइरेक्ट पछाडि दुइटाको बिचमै हो। यो भनेको चाहिँ 100% पास भयो, यो भनेको मार्क्स रिडक्स भएन। अझ यस्तो ट्रायलको केही डाउट लागेको भिडियोहरू छ भने, केही क्वेसनहरू छ भने कमेन्टमा सोद्धा हुन्छ, भन्दा हुन्छ है, म चाहिँ फुल रिप्लाई गरिदिन्छु। हजुरहरूलाई भिडियो चाहिन्छ भने त्यही अनुसारको म भिडियो बनाइदिन्छु। कमेन्ट गर्नु है त केमा प्रब्लम छ भने।